हेलो एभ्रिवान गाइज, हामीसँग चाहिँ यहाँनिर आइफोन 11 एउटा ड्रफ्ट केस आएको छ होइन। यो चाहिँ झरेको फोन हो, झरेर यसको डिस्प्ले गएको, डिस्प्ले फेर्नु पऱ्यो भनेर आउनुभएको थियो। तर डिस्प्ले मैले अर्को हाल्दा पनि यो डिस्प्ले केही आएन होइन। सो देख्नु यो चार्ज हुन्छ, सेट अन हुन्छ, बोट देख्न सक्नुहुन्छ यहाँनिर तलको 1.89 भोल्ट दिइरहेछ। अनि तर डिस्प्लेमा केही आउँदैन। अब हामीले यो नयाँ प्रडक्ट हामीसँग उपलब्ध भइसकेको छ। अब हामी यसलाई रिपेयर गर्दैछौँ है त गाइज। मैले चाहिँ यसको यो हटगनको नोजल निकालिसकेको छु टुप्पो। अनि त्यसपछि यहाँ बोर्डलाई चाहिँ यहाँ सानोमा फिट गरेको छु। अनि यसलाई चाहिँ एकदम गोल गोल घुमाउनु पर्ने हुन्छ। मैले अहिले चाहिँ 350 मा निकाल्न खोजिरहेको छु। एकदम यसलाई चाहिँ एक ठाउँ चाहिँ राख्नै हुँदैन, घुमाएकै र दुईवटा बनाइसकेपछि हामीले त्यसलाई एकदमै 100% हामीले प्रब्लम फाइन्ड आउट गरेको। यहाँनिर जो एउटा एलसिडीको लाइन चाहिँ सर्ट छ, देख्न सक्नुहुन्छ पुरा योबाट सर्ट छ। यो एउटा आइसी छ अनि यहाँदेखि यो सर्ट छ। अब यसलाई हामीले फाइन्ड आउट गर्नुपर्छ सर्ट कहाँनिर छ है त। त्यसको लागि चाहिँ हामीले यहाँनिर रोजिन पेस्ट युज गर्छौँ। यो रोजिन चाहिँ हामीले अगाडि पछाडि दुईपट्टि नै लाउनु पर्ने हुन्छ। अगाडि मैले लगाइसकेँ। अगाडि लगाएर एकचोटि चेक गरौँ, त्यसपछि पछाडि चेक गरौँ न त है। डाइरेक्ट चेक गर्दा नि भइहाल्छ। अब हामीले यसको सर्ट यहाँबाट हेर्दैछौँ है त गाइज। यही क्यापेसिटर सर्ट भेट्यो है, देख्न सक्नुहुन्छ तपाईँहरूले। मैले अहिले सर्ट फाइन्ड आउट गरेको थिएँ, तर क्वालिटी के भयो मायालु। क्यापेसिटर सर्ट छ है। फेरि म एकचोटि देखाउँछु तपाईँहरूलाई त्यो क्यापेसिटर सर्ट हो कि होइन भन्ने कुरा फेरि एकचोटि देखाइदिन्छु। यो क्यापेसिटर सर्ट हो कि होइन भन्ने कुरा। तर मैले फाइन्ड आउट गरेको सर्ट चाहिँ त्यही निक्ल्यो। टक्कै यहाँनिर देख्न सक्नुहुन्छ। अब यसलाई हामीले बाहिर किसे निकाल्नु पर्ने हुन्छ। गाइज मैले यो क्यापेसिटर निकालिसकेको छु है। भिडियो त कस्तो पुस भइसक्यो। क्यापेसिटरमा टक्कै यहाँ राख्दै अहिलेको लागि। अब स्पेसल काम गाइज बाँकी चाहिँ हाम्रो यहाँनिर छ। टक्कै यो बोर्डलाई सेट गर्ने काम बाँकी छ 11 को।
सकेको भिडियो बनाएर बधाई छ। Wow. Finally, guys, successful. Finally, guys, successful. Successful, guys.